घरको एउटा कोठा बनाउन इट्टा बालुवा र सिमेन्ट के कति लाग्छ त? हामीहरुमध्ये धेरैजनाले घर बनाउँदै हुनुहुन्छ होला अथवा बनाउने योजनामा पनि हुनुहुन्छ होला। अब यस्तो सामान्य खाले हिसाब चाहिँ तपाई आफैले पनि गर्न सक्नुहुन्छ र आफ्नो घर बनाउँदा लाग्ने केही निर्माण सामग्रीहरुको एस्टिमेट तपाई आफैले पनि गर्न सक्नुहुन्छ। ल आज चाहिँ म तपाईहरुलाई आफ्नो घरको एउटा कोठा कुनै एउटा कोठा चाहिँ बनाउनको लागि त्यसमा इट्टा बालुवा र सिमेन्ट चाहिँ कति लाग्छ भनेर चाहिँ तपाईहरुलाई म जानकारी दिन्छु है त। मानौ अब तपाईको एउटा कुनै कोठा चाहिँ 10 फिट बाइ 10 फिटको छ भने सबभन्दा पहिले तपाईले त्यो कोठाको चाहिँ चारवटै भित्ताको चाहिँ टोटल एरिया निकाल्नु पर्छ। टोटल एरिया कसरी निकाल्ने त L * B गरेर। जस्तो 10 फिट बाइ 10 फिट भनेको चाहिँ एउटा भित्ताको भयो। चारवटै भित्ताको चाहिँ साइज एउटै भएपछि त अब 4 ले गुणन गर्ने बित्तिकै चारवटा भित्ताको आयो। र अब हामी चाहिँ त्यो निकालिसकेको एरियामा चाहिँ हाम्रो ओपनिङहरु के छ जस्तो झ्याल ढोका भेन्टिलेसनहरु हुन सक्छ। त्यसको ओपनिङको एरिया चाहिँ हामी घटाउँछौं। त्यहाँ चाहिँ हाम्रो ब्रिक वाल लाग्दैन। अब हामीले अघि निकालेको टोटल एरियामा चाहिँ मानौ हाम्रो झ्याल चाहिँ 7 बाइ 5 को छ र ढोका चाहिँ 3.5 बाइ 8 को छ भने चाहिँ अब त्यसको एरिया चाहिँ हामी घटाइदिन्छौं। अब झ्याल र ढोकाको एरिया घटाइसकेपछि आउने तपाईको एरिया भनेको 337 स्क्वायर फिट भयो, जसमा चाहिँ हामी ब्रिक वर्क गर्दै छौं। अब यदि तपाईको घरको वालको थिकनेस अथवा मोटाई चाहिँ 9 इन्चको छ भने चाहिँ अब त्यसलाई चाहिँ हामीले त्यसको सबै भित्ताको चाहिँ हामीले आयतन निकाल्छौं। आयतन भनेको तपाईको एरिया इन्टु मोटाई। अब हाम्रो मोटाई भनेको कति भयो त? 9 इन्च भनेको तपाईको 0.75 फिटमा भयो भनेपछि अघि हाम्रो टोटल एरिया कति आएको छ त? 337 स्क्वायर फिट आएको छ। 337 स्क्वायर फिट इन्टु 0.75 गर्दाखेरि कति भयो त? 252.75 क्यूब फिट आयो। अब हामीले नेपालमा प्रयोग गर्ने इट्टाको साइज भनेको 9 इन्च बाइ 4 इन्च बाइ 3 इन्चको हो। अब त्यसमा हामीले 9 इन्चको वाल लगाउँदै छौं भने चाहिँ इट्टाको चौडाई र उचाइ चाहिँ तपाईको हाफ इन्चले बढ्न जान्छ। भनेको अब हिसाब गर्ने इट्टाको साइज कति भयो त? 9 इन्च बाइ 4.5 इन्च बाइ 3.5 इन्च भयो। त्यो एउटा इट्टाको चाहिँ आयतन निकाल्नु पर्ने हुन्छ। आयतन के हो त? लम्बाई इन्टु चौडाई इन्टु उचाइ हो। अब यसरी नै हामीले चाहिँ एउटा इट्टाको भने चाहिँ भोल्युम निकाल्छौं। भोल्युम कति आयो त हाम्रो? 0.084 क्यूब फिट आयो। हामीले अब इट्टाको नम्बर निकाल्नतिर लागौं। अब चाहिँ हामी इट्टाको नम्बर निकाल्न सक्छौं। इट्टाको नम्बर कसरी निकाल्ने त? कतिवटा इट्टा चाहिन्छ भनेर तपाईको टोटल वालको भोल्युमलाई एउटा ब्रिकको भोल्युमले चाहिँ डिभाइड गरिदिने बित्तिकै कति आयो त? त्यो हामीलाई चाहिने इट्टाको संख्या आयो। संख्या कति आयो त? 3008 दशमलवको लाइनमा आयो। भनेपछि हामीले के गर्ने? सजिलोको लागि 3010 वटा इट्टा चाहिँ हामीलाई के चाहिँदो रहेछ त? त्यो वाल लगाउनको लागि चाहिँदो रहेछ। अब त्यसमा हामीले इट्टाको गाह्रो लगाउँदै गर्दाखेरि त्यहाँ टुटफुट हुने वेस्ट जाने समस्या त भइहाल्छ। हो, त्यसको लागि अब हामीले 5% वेस्टेज राख्दा चाहिँ तपाईको 150 वटा इट्टा चाहिँ खेर जाने रहेछ। भनेपछि हामीले इट्टा अर्डर गर्दाखेरि चाहिँ के गर्नु पर्यो? त्यो 150 पनि जोडेर अघि आएको 3010 मा यो 150 पनि भनेको 3160 वटा इट्टा चाहिँ हामीले अर्डर गर्नु पर्यो। अब जाउँ मसलाको क्वान्टिटी निकाल्नतिर। अब हामीलाई ब्रिक वाल लगाउनलाई त मसला पनि चाहिन्छ। अब मसला चाहिँ हामीले जहिले पनि कति बनाउँछौं भन्दाखेरि चाहिँ टोटल हाम्रो ब्रिक वर्क कति भएको छ, कति वाल लगाउने हो, त्यसको त्यो भोल्युमको 20% भोल्युम चाहिँ हामीले मसलाको भोल्युमको रूपमा लिन्छौं। भनेको हाम्रो भोल्युम कति आएको थियो त? 252.75 क्यूब फिट आएको थियो। भनेपछि हामीले 252.75 को चाहिँ तपाईको 20% लिँदाखेरि कति आयो त? 50.55 क्यूब फिट आयो। अब हाम्रो 1 क्यूब फिटमा कति हुन्छ त? 0.0283 क्यूब मिटर हुने रहेछ। त्यसो भए 50.55 क्यूब फिट भनेको कति आयो त? 1.431 मिटर क्यूब आयो। यदि हामीले स्ट्यान्डर्ड रेशियो चाहिँ 1:4 अर्थात 1 बोरा सिमेन्ट र 4 बोरा बालुवाको चाहिँ मसला बनाउँदै छौं भने चाहिँ भनेपछि हाम्रो टोटल पार्ट अफ मिक्स कति भयो त? 1 + 4 = 5 हुने भयो। अब हामीले चाहिँ सिमेन्ट कति चाहिन्छ भनेर कसरी निकाल्ने त? त्यो हामीलाई चाहिने मसलाको टोटल भोल्युमलाई टोटल पार्ट अफ मिक्स कति आयो त? अघि हाम्रो 5 आयो थियो। त्यसलाई चाहिँ हामीलाई सिमेन्ट कति भाग चाहिएको? 1 भाग चाहिएको भनेपछि 1 ले गुणन गर्ने बित्तिकै त्यो भोल्युमलाई 28.8 ब्याग्सले चाहिँ मल्टिप्लाई गरिदिने बित्तिकै के हुन्छ त? तपाईको हामीलाई चाहिएको कति बोरा चाहिएको सिमेन्ट त्यति चाहिँ थाहा हुन्छ। हाम्रो कति आयो त? तपाईको 8.24 भनेको तपाईको 8.5 बोरा चाहिँ त्यसमा सिमेन्ट चाहिँ प्रयोग हुँदो रहेछ भन्ने भयो। अब बालुवाको पनि भोल्युम कसरी निकाल्ने त? त्यही टोटल भोल्युमलाई टोटल पार्ट अफ मिक्सले डिभाइड गर्ने र तपाईको बालुवा कति भाग हो त? 4 भाग हो। भनेपछि 4 ले गुणन गर्दाखेरि चाहिँ हाम्रो कति आयो त? 1.145 मिटर क्यूब चाहिँ बालुवा चाहिँदो रहेछ। अब यसरी हेर्दा तपाईको 10 बाइ 10 को एउटा कोठा बनाउँदै हुनुहुन्छ भने 3160 वटा इट्टा लाग्दो रहेछ। 8.5 बोरा तपाईको सिमेन्ट लाग्दो रहेछ र लगभग 1.5 मिटर क्यूब चाहिँ तपाईको बालुवा चाहिँदो रहेछ भनेर तपाईले थाहा पाउनु भयो। अब यसरी नै तपाईहरुले आफ्नो अरु अन्य घरका कोठाहरुको चाहिँ तपाईले कतिवटा इट्टा चाहिन्छ, कति बालुवा चाहिन्छ, कति सिमेन्ट चाहिन्छ भन्ने कुराको हिसाब निकाल्न सक्नुहुन्छ र ताकि तपाईलाई चाहिँ अब तपाईको निर्माण कम्पनी अथवा ठेकेदारले गर्न सक्ने ठगीबाट चाहिँ तपाईहरु पनि होशियार हुन सक्नुहुन्छ र तपाईहरुले घरको प्लानिङ गर्दै हुनुहुन्छ भने पनि लगभग यति कोठाको घर बनाउँदाखेरि मलाई लगभग यति खर्च हुँदो रहेछ भन्ने कुराहरु तपाईलाई पनि आइडिया हुन्छ र यस्तै जानकारीमूलक भिडियोको लागि चाहिँ हाम्रो पेजलाई फलो गर्दै गर्नु होला।